मैले जन्म दिएको चाहिँ होइन, कर्म चाहिँ मैले दिएको नानीलाई। अहिले चाहिँ अब जन्म दिएको भन्दा पनि कर्म दिएको भन्दा पनि बढी नै माया लाग्ने कि होइन, जन्म दिएको भन्दा नि बढी माया लाग्ने कि। किन हो, कसले हानेको हो मम्मीलाई? शर्मिला श्रेष्ठ। शर्मिला श्रेष्ठ मम्मीको साथी होइन? अब साथी भने होइन। अब साथी भने होइन है? मुस्कान भाइबा। ए कति वर्षको हुनुभयो तपाईँ? म 7 सबैभन्दा धेरै मामाले नि लगाइदिएको थिएँ। को मामा? जय मामा। ए बर्थडेमा सबभन्दा ठुलो मामा को तिम्रो? जय मामा। हामीसँग शर्मिला वाइबा दिदी र साथमा उहाँको छोरी मुस्कान वाइबा हुनुहुन्छ र अब म बाँकी कुरा नि उहाँसँग गर्नेछु। र उहाँ अहिले कुटपिट भइसकेपछि अस्पतालमा हुनुहुन्छ र नानीको विषयमा पनि धेरै कुराहरू आएको भएको कारणले गर्दा चाहिँ आज हामीले कुराकानी गर्न बाध्य भएका छौँ र नानीसँगै म विशेष गरी धेरै सोध्नेछु आज दिदीलाई भन्दा पनि, किनभने फेरि दिदीले सिकाएको भनेर फेरि भन्न पनि सक्नुहुन्छ यो भिडियो हेरिसकेपछि। नानी नमस्ते। नमस्ते। हजुरको नाम के हो? मुस्कान भाइबा। ए कति वर्षको हुनुभयो तपाईँ? म 7 वर्ष है? ठुलो भइसकेछ नि है दिदी? हजुर। नानी त सानी थिइन् नि हामीले लिँदाखेरि अन्तर्वार्ता। अहिले त भयो 6-7 वर्ष भइसक्यो नानीले। 7 वर्ष? कुन स्कुलमा हो? होली गार्डन। होली गार्डन सरकारी हो कि बोर्डिङ हो त्यो? बोर्डिङ। दिदी कसरी सम्भव भयो यति महँगो स्कुलमा तपाईँले पढाउन? मैले नानीलाई 1 क्लास पढ्नुको लागि 3 वर्ष कुर्नु पऱ्यो कि। अब यस्तो हुन्छ, अब महँगो स्कुल सस्तो स्कुल भन्ने नि हुँदैन। मैले मेरो छोरीलाई मात्रै होइन, मैले अरूको बच्चाहरूलाई पनि पढाइरहेकै हो। मैले मेरो मम्मी बितेपछि मेरो 2टा बहिनी, मेरो एउटा भाइ, बरु बोर्डिङ पढेको छैन। सायद मेरो अध्ययन धेरै भइदिएको म कहाँ पुग्न सक्थेँ होला। मेरो भाइ बहिनी, एउटा भाइ 2टा बहिनी पनि मैले बोर्डिङै पढाएको हो। मेरो छोरी झन् नर्सरीदेखि पनि बोर्डिङै हो त झन्। ए भनेपछि कति तिर्नुहुन्छ महिनाको फी? महिनाको फिस त्यति धेरै लिनुहुन्न नानीलाई चाहिँ। अब नानीलाई चाहिँ छुट्टै छ सबै कुरा थाहा पाएर चाहिँ सरहरूले एकदमै राम्रो रेस्पोन्स दिनुहुन्छ। नानी जहिले पनि नर्सरीदेखिबाट अहिले 1 सम्म नानीले चाहिँ A+ ल्याएको छ कि। यस्तो राम्रो बच्चा, यति ट्यालेन्ट बच्चा, पढाइमा यति राम्रो छ यो बच्चा भन्छ कि नानीलाई चाहिँ। नानी अनि मम्मीलाई के भएको हो खासमा? अस्पतालमा हुनुहुन्छ यहाँ, हात तल राख्नु न। के भयो मम्मीलाई? रोडले हाने। रोडले कि रडले? रडले कहाँनिर? राम मन्दिर। किन हो, कसले हानेको हो मम्मीलाई? शर्मिला श्रेष्ठ। शर्मिला श्रेष्ठ मम्मीको साथी होइन? अब साथी भने होइन। अब साथी भने होइन है? अनि साथी नबन्ने अब है? मम्मीलाई किन पिटेको खासमा? के भनेर कुटेको? के भनेर कुटेको कि पैसा दे भनेर, पैसा दे भने पैसा चाहिँदैन भनेर हाने। केले हानेको नि मम्मीलाई? रोडले। किन कुटेको होला खासमा त्यसरी है? अनि तिमीलाई मम्मीले पिट्नुहुन्छ? पिट्नु हुँदैन। पिट्नुहुन्न? अनि शर्मिलाले त पिट्छ भने नि त नि? झुटो हो? माया गर्नुहुन्छ मम्मीले? गर्नुहुन्छ। माया गर्नुहुन्छ है? मान्छे दिदी अब के हो त, माया गर्नुहुन्छ भन्नुहुन्छ, उता कुट्यो भन्नुहुन्छ? त्यसले जे पनि बोलिरहेछ छोरीको बारेमा चाहिँ। अब मैले छोरीलाई कसरी हुर्काएको, के गरेर हुर्काएको भन्ने कुरा त त्यो समाजलाई थाहा छ होइन। अब मैले नानीलाई अहिलेसम्म त्यस्तो कुटपिट गर्ने त्यस्तो छँदा पनि छैन। मेरो छोरीको हरेक वर्ष बर्थडे आइरहेको हुन्छ। मैले अब आफू पनि अनाथ भएको कारणले गर्दा र मेरो नानी पनि अनाथ भएको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ नानीको बर्थडे चाहिँ जहिले पनि मैले नानीको बर्थडे चाहिँ के अरे अनाथ आश्रममा बालबालिकाहरूलाई खाना खुवाएर चाहिँ म नानीको जन्मदिन सेलिब्रेट गर्छु। मेरो बच्चालाई म धेरै माया गर्छु। मसँग मेरो बच्चा बस्दा पनि बस्दैन, मेरो गाउँमा बस्छ, मेरो घरमा। मेरो ठुलो मम्मीले हेर्नुहुन्छ मेरो नानीलाई। अनि मैले जहाँ राखेँ पनि मेरो बच्चालाई मैले बोर्डिङै पढाएको छु होइन। नानीको फिस पनि राम्रै आउँछ महिनामा होइन। त्यो कसैलाई भनेर कसैले तिर्दिने पनि होइन। र यो कुरा बच्चाको विषयमा अलि धेरै कुराहरू नभनिदिनु होला। बच्चा भनेको यस्तो चिज हो, म उसको बच्चालाई पनि माया गर्छु
शर्मिलाको बच्चालाई पनि म माया गर्छु मेरो बच्चा नहुँदाखेरि चाहिँ म उसको बच्चालाई चाहिँ मेरो बच्चा जस्तै गरेर चाहिँ मैले छातीमा राखेर चाहिँ मैले त्यो बच्चालाई ऊ कतिचोटि जेल पर्ने होइन कहिले कसको ठग्ने कहिले के गरेर ऊ पटक पटक जेल परेर आउने उसको बच्चालाई चाहिँ मैले मेरै छोरी सम्झेर चाहिँ मैले त्यो सन्ध्यालाई चाहिँ कहिले कहाँ घुमाउन लाने कहिले के खुवाउने अनि स्कुल पठाइदिने स्कुलको फिसहरू तिर्दिने गर्थेँ कि मैले उसलाई चाहिँ अहिले ऊ रुँदै आइरहेछ मिडियामा होइन मेरो बच्चा मैले एक दिन पनि नछोडेको बच्चा यसरी मैले छोडेर म भागेर अनि गल्ती नगरे भए किन भाग्नु पर्यो होइन लाइफमा आएर किन बोल्नु पर्यो बच्चा हो होइन बच्चा हेर्ने मान्छे छैन उसको त फेरि बच्चा हेर्ने मान्छे कोही पनि छैन किन छैन भने उसको बानीले गर्दा उसको बच्चा कसैले पनि हेर्न सक्दैन मेरो नानी चाहिँ मेरो बच्चा चाहिँ मैले नहेरेँ भने मेरो माइतीले चाहिँ म नभए पनि मेरो माइतीले चाहिँ यदि म हिजो अस्तिको दिनमा म यदि मरेकै भए पनि मेरो माइतीले मेरो बच्चा चाहिँ बोर्डिङमै राम्रो स्कुलमै पढाएर चाहिँ राख्न सक्छ क्या मेरो माइतीले त्यति सपोर्ट गर्छ क्या मलाई मेरो फ्यामिलीले चाहिँ मलाई धेरै सपोर्ट गर्नु छोरी नै के अरे हो भने नि यो नानीलाई अब कसरी सोध्ने यस्तो अब यस्तो यो सामाजिक सञ्जालमा होइन मेरै अब यस्तो हुन्छ यो सामाजिक सञ्जालमा यसरी नभनिदिनु होला अब मैले त्यही त हो नि अब बच्चालाई इफेक्ट पर्छ होइन नानीले बुझ्ने बेला पनि भइसक्यो अब इफेक्ट पर्छ म यो बच्चाको चरित्र हत्या गर्न पनि चाहदिनँ रह्यो कुरा मेरो छोरी अहिले ठुलो पनि भइसक्यो अब भोलि पछि अब ठुलो भएपछि आफै बुझ्ने भएपछि अब हेरौँ के हुन्छ होइन अहिले चाहिँ मैले जन्म दिएको चाहिँ होइन कर्म चाहिँ मैले दिएको नानीलाई अहिले चाहिँ अब जन्म दिएको भन्दा पनि कर्म दिएको भन्दा पनि बढी नै माया लाग्ने कि होइन जन्म दिएको भन्दा नि बढी माया लाग्ने कि आफूले त्यो समयमा दुःख पाए तापनि धेरै दुःख पाएँ नि मैले धेरै दुःख उसको बारेमा बुझ्नको लागि धेरै टाढा जानै पर्दैन बालजु चौकी गुम्बा चौकी त्यो छ त्यहाँनिर गएर बुझ्न सक्नुहुन्छ नानीलाई कति माया गर्छ नानीकै कति धेरै फ्यानहरू छ सबैले भन्छ नानी भेट्न जान्छु हामी भन्छ नानीलाई भेट्न कति जान्छ हेरौँडामा मेरो साथीहरू यहाँ गएको बेलामा नानीलाई घाँगर लिएर नानीलाई लुगा लिएर शर्मिला वाइबाको छोरी मुस्कान वाइबा भनेर कति मान्छेहरू उसलाई भेट्न जान्छ कि कति मान्छे फोटो खिच्छ उससँग होइन अब अहिले आएर चाहिँ मेरो बच्चाको विषयमा केही नबोलिदिनु होला मेरो बच्चाको गल्ती पनि छैन त्यतिखेर शर्मिलाले चाहिँ मलाई इँटाले हान्न खोजेको अनि त्यो इँटाले चाहिँ आफूले हानेको भन्छ मम्मीले इँटाले हान्न खोजेको हो शर्मिलालाई मुस्कान कसले कुटेको पहिला भन त पहिला आमा भन्थ्यो त्यसलाई यसले अहिले शर्मिला श्रेष्ठ भन्ने बनायो क्या त्यो केटीले बच्चालाई हेर्नु त पहिला मैले कुटेँ कि उसले कुटेको छोरी पहिला शर्मिला श्रेष्ठले कताबाट हानेको अगाडिबाट हानेको पछाडिबाट हानेको मम्मीलाई पछाडिबाट त्यसरी स्कुटीमा थियो अनि तिमीलाई पनि हान्न खोजेको थियो हो कि त्यो चाहिँ सत्य बोला फेरि सिकाएर भने भन्छ ममुले फेरि तिमीलाई चाहिँ कसरी हान्न खोजेको त्यसले भन त नडराइकन भन नि त्यसले केही पनि गर्दैन हो तिमीलाई मन्दिर जा पनि भनेको थियो हो एउटा दिदी हुनुहुन्थ्यो उसलाई चाहिँ मन्दिर जा भन्नु थियो कि दुइटालाई चाहिँ नानी धगालेर नानी र म चाहिँ त्यो डिलतिर पुगेँ कि उसले नानीलाई पनि प्रहार गर्न खोजेछ नानीले पछि भन्यो अनि नानीले चाहिँ मम्मीले त अनि उसको छोरीहरूलाई त कति माया गर्छ मेरो मम्मीले त मलाई यस्तो किन गर्यो आमाले भन्छ कि अब होइन ठिक छ बच्चाको विषयमा धेरै विषयमा बोल्न चाहदिनँ पनि मेरो छोरीको विषयमा चाहिँ नानी मम्मीले के छ कहिले कहिले भेट्न आउनुहुन्छ तपाईँ त बाहिर बस्नुहुन्छ नि होइन ठुलो मम्मीसँग होइन आमासँग हो कता कुन ठाउँ बस्नुहुन्छ नानी हेटौडा हो ए भनेपछि उतै स्कुलमा पढ्दै हुनुहुन्छ तपाईँ यता मम्मीसँग चाहिँ बस्न मन लाग्दैन लाग्छ अनि मम्मी यतै बस्छु भन्नुहुन्न तपाईँ नि मम्मी शर्मिला दिदी यतै राख्न चाहिँ किन हो खासमा तपाईँले नराख्नु भएको पहिला त सँगै नानी यस्तो हुन्छ म एकदम बिजी हुन्छ अब यस्तै घटना देख्नु भयो नि देखिभयो भने अब बच्चा माथि पनि प्रहार हुने म माथि प्रहार हुने अनि बच्चालाई चाहिँ मैले भन्दा पनि मैले त अब नानीलाई त अब खाना बस्न यताउता सबै कुरा त घरमा काम गर्ने अलरेडी छ मेरो दुईवटा काम गर्ने छ घरमा अलरेडी नि त्यो भन्दा पनि म त मेरो छोरीलाई राम्रो संस्कार होस् गाउँतिरको हिँड्छ पनि राम्रो होस् भनेर चाहिँ मेरो ठुलो मम्मी मेरो भाइ मेरो बुहारीले चाहिँ मैले भन्दा पनि बढी चाहिँ उनीहरूले केयर गर्छ कि भान्जीले के खायो अनि नातिनीले के खायो भनेर चाहिँ बढी मैले भन्दा पनि म त धेरै बिजी हुन्छु मेरो फ्यामिलीलाई थाहा छ होइन अब मलाई गाली गर्दै थियो तँलाई त्यो केटीसँग सङ्गत नगर भनेको थियो तैँले सङ्गत गरिस् तँलाई आज यो बनायो यो अवस्था बनायो भनेर मलाई धेरैले पनि भन्नुभयो धेरैले भन्यो मलाई अनि आज ठिकै छ अब कानुनभन्दा ठुलो केही पनि होइन नानी अब ठुलो नानी अनि मम्मी खै त बाबा खै त
बाबा विदेश हुनुहुन्छ है भनेपछि माया गर्नुहुन्छ हाम्रो नानीलाई है फोन गर्नुहुन्छ अनि नानी के छ अनि तपाईँलाई सबभन्दा धेरै मनपर्ने चाहिँ के हो मम्मीले जे किनिदिनु भन्यो नि किनिदिनुहुन्छ किनिदिनुहुन्छ तपाईँलाई मन चाहिँ के पर्छ सबैभन्दा धेरै सबैभन्दा धेरै मामाले नि ल्याइदिएको थिए को मामा जय मामा ए बर्थडेमा सबभन्दा ठुलो मामा को तिम्रो जय मामा हो है भनेपछि जे भने त्यही तपाईँले अहिलेसम्म पुर्याइदिन सक्नु भएको छ त शर्मिलादेखि अनि नानीकै होला कति 4 तोला सुन नानीकै होला पक्ने म भन्छु 4 तोला कति त नानीकै होला सबै गिफ्ट आएको गिफ्ट नानीको पास्नेमा सुन छ नानीको पास्नेमा प्रकाश भोजेले दियो 1.5 तोला जति त नानीको नेक्लेसै छ अस्ति जन्मदिनमा दिएको लगभग भनेपछि तपाईँको त घरमा सुन त 15-20 तोलै छ त्यस्तो त होइन नानीको लागि चाहिँ जस्तो दाइहरूले दिनुभयो हातमा मैले कुनै पनि नानीलाई सुनहरू चाहिँ मैले किनिदिनु परेको छ घरमा चोर्न आउला नि त्यस्तो होइन नानीको चाहिँ किन मैले त्यो 4 तोला सुन चाहिँ किन राखेको भने नानीको अब गुन्ने चोलो गर्ने दिन आयो नि त अब त्यसलाई चाहिँ गलाएर चाहिँ नानीलाई अब राम्रो खालको डिजाइनमा बनाउने भनेर राखेको म चाहिँ के भन्छु भने नानीको विषयमा चाहिँ मान्छेहरूले धेरै टिकाटिक नगरिदिनु होला है मैले जस्तै गरेर माया गरेर देखाउनु होला हैन त्यो कारणले गर्दाखेरि मैले गुन्ने चोलोमा साडी लगाउँछ है अनि त्यही भएर चाहिँ नानीको विषयमा तपाईँहरूले विभिन्न टिकाटिक पनि नगरिदिनु होला मलाई पछाडिबाट रड प्रहार भएको छ अपराधीहरूको सीसी फुटेजहरू पनि बाहिर निस्केको छ गाडीको नम्बर स्कर्पियो गाडी रहेछ अनि एकजना केटा एकजना लेडिजको जुन बाहिरहरू सबै भिडियोहरू बाहिर आइसक्यो अहिले नेपाल प्रहरीले एकदमै खोजी निधि गरिरहनु भएको छ अब मैले शङ्का गरेको मान्छेहरू कोही शङ्कामा निस्क्यो कोही शङ्का नगरेको मान्छेहरू निस्किएन पनि त्यसमा पनि मैले अलिकति गरेको छु त्यो कारणले गर्दा कडाभन्दा कडा कारबाही हुनुपर्छ मेरो माग यही छ त्यही भनेर म बिदा माग्छु त्यो बाउ चाहिँ काट्यो है बाउ काट्यो के कहाँ विदेशमा पाउँछ त्यो